आज छठ पर्व। सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कार्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ। व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खरना भनिन्छ। षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन्। व्रतालु भक्तजनहरू राति धेरै जसो नदी किनारमा बाँस बस्छन् भने केही घर फर्किन्छन्। तर शुद्धताको धेरै नै विचार गर्नुपर्ने भएकोले कहीँ कतै अशुद्ध नहोस् भन्नेमा पनि भक्तालुहरू एकदमै सजग हुन्छन्। शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्तै फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास रहेको छ। त्यसकारण मनले मात्र शुद्ध नभएर सबै थोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइको साथ पालना गर्छन्। छठ पर्व नेपाल र भारतका हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो। यो पर्वमा छठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालमा विशेष रूपले तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाए तापनि अहिले नेपालका प्राय सम्पूर्ण स्थानमा नै यस पर्वलाई हर्ष अनि उल्लासको साथ मनाइन्छ। यस पर्वको अवसरमा पञ्चमीको दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकी पख दूध, चामल र सक्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारको सदस्यलाई पनि खुवाउने चलन रहेको छ। परम्परा अनुसार छठको दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजा सहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजन कीर्तन गर्दै भोलिपल्ट सप्तमीको दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ। यस्तै रमाइलो अनि जानकारीमूलक भिडियोहरू हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोला। धन्यवाद।